Hello everyone, welcome to my vlog and welcome to the Darjeeling. हामी चाहिँ दार्जिलिङ घुम्न गइरहेका छौँ। कति धेरै क्यू हेर्नुस् न त्यहाँनिर। एन्ड दार्जिलिङ इज ओभर राम्रो पहाडकी रानी भएर चाहिँ हामी दार्जिलिङ चाहिँ लुक एट दिस दार्जिलिङ भ्यू। मैले चाहिँ अब ला डिस्टर्ब गरिहालेछ नि मैले कम्ती भ्यू मैले क्या यता परबाट स्टार्टिङ हामी चाहिँ एन्ट्री गर्दैछौँ। ओ माई गड ला ला सबै यहाँदेखि देख्छु अब देखेन मम्मी ठुलो मम्मी मेरो दिदी मेरो कुन्ची बहिनी एन्ड मेरो छोरी चाहिँ पर के भन्छ अगाडिको बेबीहरूसँग जिस्किरहेछ। त्यो बच्चाहरू पनि जिस्किरहेछ हाम्रो साइमासँग। हर हर महादेव रे कस्तो इन्जोय गरेर चाहिँ हाम्रो साइमाले कति धेरै इन्जोय गर्यो। हेर नि त्यहाँभित्र बच्चाहरू नि बच्चाले बच्चै मन पराउने है। हेरिरहेछ साइमालाई। साइमा पनि ओभर एक्साइटेड हुँदै। एन्ड यो चाहिँ स्ट्रिट है दार्जिलिङको स्ट्रिट। एन्ड वी आर एन्टरिङ टु द जू। दार्जिलिङको जू यस्तो राम्रो छ दार्जिलिङको जू। हाम्रो नेपालको त्यो काठमाडौँको त्यो नेसनल जू भन्दा धेरै राम्रो के। अनि साइमा चाहिँ यहाँनिर के भन्छ जिप लाइन त्यस्तै के भन्छ त्यसलाई स्काई उयो क्या भन्नु आएन मलाई त त्यो गर्ने रे। साइमा त्यसको लागि रेडी हुँदैछ। उपर क्यू थियो धेरै मान्छेहरू एकदम टुरिस्टहरू एकदमै बेसी आउने कि। साइमा रेडी हुँदैछ। उफ माथि गयो डर पनि नलागेको साइमालाई। त्यो गर्ने हो भनेर सोध्दैछ क्या त्यो मैले चाहिँ हुँदैन मैले त्यो हुँदैन यताको मात्रै गरिदिनुहोस् भन्दा मैले भनेको एनी एज पढौँ भनेको त। थिङ्किङ विल नट ओभरकम फेयर बट एक्सन विल अरे। अनि एक्सन गर्दा चाहिँ हाम्रो साइमाले चाहिँ टक्क लगाएर नि यति थोरैको यतिको चाहिँ कति थोरै क्या तर पैसा पनि थोरै हो। 100 रुपियाँ भाडु भने चाहिँ यता नेपालको 160 उताको 100 रुपियाँ। डिस्टेन्स पनि कम्ती नै रहेछ नि त। ठिकै उसको रहर पुरा भइहाल्यो टक्क लगाएर होइन। मेरो स्विट गर्ल मेरो क्युट गर्ल मेरो छुच्ची गर्ल मेरो बाछी गर्ल मेरो एकदमै खुत्तेको गर्ल कस्तो क्युट छ है मेरो छोरी। हेरे क्याफे छोरी क्युट अरे। अनि यो चाहिँ उयोहरू के जूभित्र अरू पनि छ। यो चाहिँ के अरे उयो वन कुखुरा अरे कि यो चाहिँ वन कुखुरा सेम घर कुखुरा जस्तै। चल्लाहरू पनि त्यही काटेको भाइ वन जङ्गल के अरे जङ्गली कुखुरा अरे क्या। त्यहाँ न बच्चाहरू पनि के कस्तो। अनि यताबाट चाहिँ भाले यो चाहिँ भाले वन भाले यो चाहिँ वन भाले अरे। अनि अब हामी चाहिँ अब म्युजियमतिर जाँदैछौँ। म्युजियममा त भित्र त उयो गर्नु दिँदैन भिडियो गर्नु दिँदैन क्यामेराहरू नट एलाउड अरे नि त। अनि हामी चाहिँ घुमिसकेर यो चाहिँ यता जू के अरे म्युजियमबाट निक्लेर चाहिँ यतापट्टि बाघ रहेछ कि यति ठुलो बाघ हो कि यो चाहिँ क्या ठुलो रहेछ बाघ। यत्रोबाट यसले त 3-4जना मान्छेलाई एकैचोटमा खाइदिन्छ। तर कस्तो क्लियरै यो चाहिँ बर्ड सेक्सनमा के माथि हामी नानीहरूमा कति क्युट के। एन्ड दिस इज टाइप हो दार्जिलिङको स्ट्रिट एन्ड लोकल फुड दामी कस्तो यम्मी हुन्छ भाइ उपर डिलिसियस हुन्छ। नानीले एउटा खायो मैले एउटा खाएँ। योभित्र चाहिँ एउटा अन्डा नि हुन्छ कि। आई मिस इट। अनि यो चाहिँ राजाहरू के अरे राजाहरू पढेको स्कुल अरे क्या दार्जिलिङको सेन्ट जोसेफ। यो चाहिँ दार्जिलिङको राजाहरू पढ्नुभएको नि ठुल्ठुलो मान्छेहरू क्या पढ्नुभएको स्कुलहरू दार्जिलिङमा रहेछ है। त्यो चाहिँ साथीहरू हेर्नुहोस् है हेर्नुहोस् वाउ कस्तो राम्रो है। यो त बाहिरको भ्यूमा त यता अगाडि फ्रन्ट साइडबाट मात्रै यति अरे अझै नि उता ओपर ठुलो छ अरे। कस्तो राम्रो होला फेरि हेर्नुहोस् न यहाँनिर दामी राजाहरू पढ्नुभएको स्कुल अरे। अनि यो चाहिँ माथि बतासे एन्ट्री हुँदैछ नक्खली अरे नक्खली देख्छ एन्ट्री हुँदैछ यो चाहिँ
टक्क लाएर होइन यहाँ चाहिँ यो के भन्छ मेबी दिस इज दार्जिलिङ कल्चर रहेछ होला क्या त्यहाँको के कस्तो हो यो थाहा भएन मलाई सोधेर पनि एन्ड दिस इज माई दिदी सुनमाइदी एन्ड दिस इज मी म है यो चाहिँ म ल गाइज चिम्री चिम्री एन्ड दिस इज माई भुक्कुली मेरो क्युटी मेरो छोरी कस्तो क्युट छ हो किसी की नजर नलगे हेर राम्री राम्री तिमी कति राम्री राम्री यहाँबाट चाहिँ ट्रेन आउँदैछ है उपर दार्जिलिङको रेल कान्छी कश्मीरे पछ्यौरी दार्जिलिङको रेल लम्साइला पिरती 2 दिन भाचिन्जेल दार्जिलिङको रेल है यो चाहिँ साथीहरू रेल 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 सबै त्यो कता कता भिडियो गरेर मैले के अरे भोइस कभर गरेको हेर म चाहिँ फोटो खिच्न कुदेछु ल फेरि ओ माई गड फेरि डबल डबल भएछ यार यो त इट्स ओके नो प्रब्लम के छैन डबल डबल हेर्नु न त ल रेल है रेल दार्जिलिङको छुकछुके रेल आयो अनि त नि यो चाहिँ हामी खाना खानु बसेको दार्जिलिङबाट आएर घरमा भात पकाउनु अल्छी लाग्छ नि त लाग्यो भन्नु पनि यतिखेर ढिलो भइसक्यो मेरो मम्मी ठुलो मम्मी मेरो कान्छी मेरी दिदी हेर न पापड खाएको अल्छी मान्दै एन्ड बाई बाई थ्याङ्क्स फर वाचिङ माई भिडियो बाई बाई